दिन चाहिँ बवाल देख्दैछ है। सायदै यो देखिने चाहिँ खोप्ची हुनुपर्छ। यसको माथि चाहिँ 40 होला है, उतापट्टि चाहिँ 40 नै हो। हामी आएको चाहिँ कसो हो फेरि? ए यस्तो भएर हामी आएको अहिले सटै निस्केर चाहिँ यता आएको रहेछ नि त। र त अहिले फेरि भन्नुपर्दा हेलो सर, हाम्रो सर छ हो, सन्देश गाडी यो लिएको छ र म चाहिँ यो बाइकमा छु अहिले। कहाँ गएको भन्दाखेरि हामी चाहिँ हालैमा भन्नुपर्दा पाक्यौँ चाहिँ तपाईँले अस्तिदेखि भिडियो हेर्नुभयो। भिडियोमा चाहिँ के चाहिँ हेर्नु हुँदैछ भन्दाखेरि हाम्रो फादर सुगेनी एसएनएससी स्कुलको प्रिन्सिपल चाहिँ पाक्यौँ जेबियर्समा उहाँ पनि प्रिन्सिपलमै जानुभएको छ। त्यही कारणले भोलि जानुहुन्छ, हामी चाहिँ आज सामान पुऱ्याउनु र गाडी पुऱ्याउनु बाइकमा जानेछु। बाइक पुऱ्याउनु गएको खासैमा र हामी गाडीमा सामान छ, सामान पुऱ्याउनु गएको र फर्किने चाहिँ बेलुका हामी दुई भाइ गाडीमा फर्किन्छु बलिएर है। अब यहाँदेखिको यात्रा छोटो मात्रामा देखाउनेछु, हेर्नुहोस् है। र यहाँ चाहिँ भन्नुपर्दाखेरि यो जग्गा चाहिँ नाम याद भएन, रोडाथाङको अलिकति माथि यहाँ चाहिँ गुवा चाहिँ हेर्नु डल्लै चाहिँ लटडम्मै फलेको छ, देख्नुहुँदैछ। र यहाँ देखिने चाहिँ यो देखिने चाहिँ पाक्किम बजार। यहाँ चाहिँ पाक्किम बजार रहेछ। यहाँबाट चाहिँ एकदमै दामी देखिँदो रहेछ नि त। बेलुकाको समय टाइम भएको छ अहिलेखेरि कति भयो? 5:02 है। हामी यहाँ छौँ अहिले। सरी है, एकदम रमाइलो हुँदैछ। अब के भन्नु है, बिचरा माया लाग्दो मन कस्तो छ अरे? एकदमै दुखिरहेछ नि है, के गर्नु त। अब यहाँको समय त्यस्तो म चाहिँ यसमा छु, हाम्रो सर यता छ नि त। र अब विशेष गरी मन चाहिँ किन दुख्दैछ भन्दाखेरि लगभग फादर हामीसँग धेरै साल काम गर्नुभयो नि त। लगभग उहाँ त स्कुलमा काम गर्नुभएको लगभग 8-9-10 वर्ष भयो, तर हामीसँगै काम गरेको चाहिँ 1.5 2-3 वर्ष भयो। र त्योभन्दा अगाडि चाहिँ हामीले चाहिँ चर्चबाट भेटेको, त्यो कुराले गर्दाखेरि धेरै नजिकबाट छौँ हामी। र धेरै मन चाहिँ दुखिरहेको छ हामीलाई क्या। अब उहाँ जस्तो मान्छेलाई हामीले चाहिँ अब अर्को जग्गा पठाउनु पर्दाखेरि चाहिँ अब एकदमै विश्वासको कुरा चाहिँ त्यहाँ छ नि त। अब हुन त अब अहिले आउने फादर राम्रो हुनुहुन्छ हाम्रो लागि है, तर पनि अब उहाँसँग चाहिँ सँगै बसेर काम गऱ्यो, उहाँसँग पनि काम गरेको, तर पनि अझै अब 5वटा अम्लामा एउटा अम्ला छिनिँदा अलिकति अप्ठ्यारो हुन्छ, त्यस्तै हुँदो रहेछ क्या। है सर कस्तो छ मिरक दा? एकदमै मलाई नरमाइलो लाग्यो। रमाइलो है, नरमाइलो छ नि। के गर्नु त अब है, आज फादरको है भोलि चाहिँ अब पुरै अब आज हस्टेलमा प्याकिङ पुऱ्याउनु जाँदैछौँ र भोलि त फादर हामीदेखि बिदावरी हुन्छ नि है। र हामी भेट्नु चाहिँ भेट्छौँ उहाँलाई होइन, त्यहाँ सबै लोकेसन यहाँनिर छ। अब उहाँलाई विशेष गरी अब उहाँ त्यहाँ पनि गएर एकदम राम्रो होस् है, हामी प्रार्थनामा राखिदिनेछौँ र होइन। र भन्नुपर्दाखेरि घाम चाहिँ यहाँ माथि डुब्दो रहेछ पाक्किममा चाहिँ, हाम्रोबाट चाहिँ यो साइड डुबेको देख्छ, यताबाट झुल्केर यता डुबेको देख्छ, तर यहाँ चाहिँ कहाँबाट झुल्किन्छ त्यो चाहिँ याद भएन। हाम्रोमा चाहिँ अब यो साइड डुबेको देख्छ, यहाँ पाक्किमपट्टि चाहिँ यता डुबेको देख्दो रहेछ, तर चाहिँ यता चाहिँ झुल्किनु चाहिँ कताबाट झुल्किन्छ, हाम्रोबाट यस्तो झुल्केर यता डुब्छ नि त। यहाँ चाहिँ यस्तो उल्टा हुँदो रहेछ है सर। हो के हो, स्याड छ त एकदम। ल त अब हामी यहाँबाट लाग्नेछौँ है त। हामी जानुपर्ने चाहिँ यहाँ तल रहेछ, यो चाहिँ पार्क रहेछ नि त, प्राइमेरी सेक्सनको लागि। सायदै यो प्राइमेरी हुनुपर्छ, त्यति आइडिया भएन। तानौँ न ठेल्नु, उँभो ठेल सिस्टम पार्क। बस्दैछु ल।
सबै सकेर एकदमै चिया पियाइ हुँदैछ है। सामान पनि है सबै एक जग्गा राखिदिएको छौँ। अब यहाँबाट पनि लाग्दैछौँ है। र है अब हामी चाहिँ पाखिमबाट फर्किँदैछौँ है। र हाम्रो श्रवण गुरुजीले पालो दिएर अलिकति है एकदमै आज यो स्कुल ड्युटी गरेर थाकिरहेको थियो है। र फादरको फेरि सामान दिएर हामी फर्किँदैछौँ। अब चाहिँ यो चाहिँ हामी पाकिम बजार निस्किनु लाग्यौँ। हेर्नुहोस् अहिले हाम्रो सरले कुदाइरहनु भएको छ गाडी है। ब्लग चाहिँ हाम्रो सन्देश सरकोबाट भइरहेछ र यहाँ चाहिँ यहाँदेखि उँधो चाहिँ गान्तोकहरू जाने बाटो हो है। यहाँबाट यता गयो भने चाहिँ गान्तोक र यहाँ उकालो चाहिँ अब हामी पाकिम बजार निस्किँदैछौँ। एक दुई वचन केही छ भन्नु? भन्नु त केही छैन। अब अघि बाइक कुदायो, अहिले गाडी अब सरले पनि अघि गाडी बाइक कुदायो हो। अब जानु चाहिँ हामी यता चाहिँ एकदम ट्राफिक छ हो। ट्राफिक छ, किन छ आफ्नो आफ्नो छ। यो भन्नुपर्दाखेरि चाहिँ रङ्गली के बजार होइन पाकिम बजार आइपुगेको छ हामी है। यो चाहिँ अहिले तपाईँलाई देखिरहनु भएको चाहिँ स्ट्यान्ड हो। र यो चाहिँ यहाँनिर उँभो चाहिँ हाट लाग्छ यो माथिल्लोपट्टिको बिल्डिङमा। यो बिल्डिङको माथि चाहिँ हाट लाग्छ है यहाँको। र हेमुनी चाहिँ सबै स्ट्यान्डहरू छ है। एकदमै भिड रहेछ आज है पाकिम बजार। र भन्नुपर्दाखेरि अहिले हामी रोडाथाङ आइपुग्न लाग्दैछ। निकै तल झरिसक्यौँ। यता सर हुनुहुन्छ र म छु। र एकदमै अब के भन्नुपर्छ भन्दाखेरि धेरै दुःख लागिरहेछ है। फादरलाई अब भोलि छोड्नुपर्छ, किन भन्दाखेरि उहाँलाई भोलि चाहिँ अब लिएर आउनुपर्छ पाक्यौँ। र तपाईँलाई आजको भिडियो गर्दाखेरि कस्तो लाग्छ दयागरी कमेन्ट गरिदिनुहोस्। र भोलि चाहिँ फादरलाई पुऱ्याउनु आएको छोटो अपडेट दिनेछु है। आज चाहिँ हामी सामान र बाइकहरू छोड्न आएको थिएँ र तपाईँले यो छोटो अपडेट दिएको छु। र तपाईँलाई कस्तो लाग्छ दयागरी कमेन्ट राखिदिने। र धेरै हामी चाहिँ अब फादर आएर दुःख छ, एक प्रकारमा खुसी पनि छु, किनभने अब फादर एलेक्स हाम्रो रिनोक सेन्ट स्कुलको प्रिन्सिपल पनि हुनुहुन्छ। उहाँ पनि अब एकदमै राम्रो हुनुहुन्छ नि त। र तपाईँलाई यो छोटो अपडेट र हेर्दै गर्नुहोस् र इन्जोय गर्दै गर्नुहोस्। र हाम्रो यात्रा अझै छ, अझै हामी पुगेको छैनौँ। र तपाईँलाई एकदमै यो यहाँदेखि उताको यात्रा पनि अलिक देखाउने छु है त। गाडी त